नमस्ते, म सुदीप पुरी नेपालबाट। अहिले जापानमा किसुकोका जिडोसा सेन्मन गएकोमा म अहिले जिडोसा नो सर्भिस पढिरहेको छु। म चाहिँ किन जापान आएको भने हजुर सबैलाई थाहा नै छ, अब नेपालमा कन्डिसनहरू तपाईँको आफूले पढे जस्तो कामहरू पाइँदैन। त्यही कारणले म विदेशमा आएर केही दुःख गरेर केही गर्न सकिन्छ भने किन नआउने भनेर म चाहिँ जापानमा आएर अहिले टेक्निकल विषयमा पढिरहेको छु। अहिले म यहाँ जापानमा किसुकोका जिडोसा गएकोमा गाडी सम्बन्धी विषयमा इन्जिनियरिङ कोर्स गरिरहेको छु र हाम्रो गएकोमा चाहिँ सेन्सी तपाईँको टिचरहरू पनि राम्रो हुनुहुन्छ र तपाईँको धेरै थरीको गाडीहरू पनि आउँछ। हामीले त्यो हेर्न पाउँछौँ, देख्न पाउँछौँ। अहिलेसम्म नदेखेको गाडीहरू देख्न पाउँछौँ र यहाँको टिचरहरू पनि एकदम दयालु हुनुहुन्छ र सबै थोक राम्रो सिकाउनुहुन्छ र धेरै पहिलादेखि नै सिकाइरहनु भएको सेन्सेहरू पनि हुनुहुन्छ। त्यही कारणले जापान आउनुभयो भने चाहिँ यो गएकोलाई रोजिदिनु होला। अहिले जापानिज भाषाको मैले तपाईँको गाडी सम्बन्धी पढिरहेको छु। अब 2 वर्षपछि म यो गएकोबाट ग्रेजुएट भएपछि जापानमै केही वर्ष काम गरेर यहाँको एक्सपिरियन्सहरू आफूले लिएर आफ्नै देशमा गएर त्यही सम्बन्धित केही विषयमा जस्तो कम्पनीहरूमा इन्भेस्ट गरेर त्यो कि नेपाली मान्छेहरूलाई त्यसको बारेमा ज्ञान दिन चाहन्छु। जापान आउन चाहनु हुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म एउटै कुरा भन्न चाहन्छु कि जापान आउनुभन्दा अगाडि जापानको बारेमा डिटेल्ली कुरा बुझेर मात्र आउनु होला। मान्छेले भन्छन् राम्रो नराम्रो आफैले बुझ्नु होला र आउने बित्तिकै पैसा कमाएर घर बनाउँछु, यो गर्छु त्यो गर्छु भनेर चाहिँ नआउनु होला। केही दुःख गरेर केही समयपछि फ्युचर चाहिँ बनाउँछु भनेर आउनुहुन्छ भने चाहिँ जापान आउनु होला र टाइमहरू तपाईँको थोरै भयो भने ल्याङ्ग्वेज चाहिँ बनाएर आउनु होला र टाइमहरू चाहिँ ठ्याक्क टाइममा चल्ने सिक्ने बानी बेहोराहरू पनि यसो सिकेर आउनु होला।